फर्स्ट डे अफ 100K 400 अकाउन्ट च्यालेन्ज। आज पहिलो दिन 8:18 उठेर छुट्टी थियो सलनालको, त्यही भएर अलि ढिलो उठेर चाहिँ बिस्ताराहरू मिलाउन लागेँ। यो मेरो डेली रुटिन नै हो। बिहान उठेर बिस्ताराहरू मिलाइसकेपछि म 5 देखि 10 मिनट ध्यान गर्छु र 10 मिनट चाहिँ म नर्मल एक्सर्साइज गर्छु। हेभी एक्सर्साइज गर्दिनँ, नर्मल एक्सर्साइज हुन्छ र ध्यान चाहिँ मेरो रेगुलर नै हो, मैले सधैँ नै गरिरहेको हुन्छु। र ध्यान र एक्सर्साइज गरिसकेपछि मेरो त्यसपछि चाहिँ आज फ्री भएको हुनाले आज ड्युटी थिएन, सलनालको छुट्टी थियो, त्यही भएर म चाहिँ मार्केट जानुपर्ने भएको हुनाले 9:00 लाग्छु। 9:00 गइसकेपछि अनि आज चाहिँ मेरो प्लान भनेको मार्केट जानुपर्ने थियो सामान किन्नको लागि। र आज सलनालको छुट्टी पनि भएको हुनाले बजार चाहिँ त्यति खुलेको हुँदैन। लेट्स सी के हुन्छ, म तपाईँलाई अपडेट गर्छु है त। र अहिले मैले चाहिँ ध्यान सकेर चाहिँ नर्मल एक्सर्साइज गरिरहेको छु। त्यस्तो हेभी एक्सर्साइज चाहिँ म गर्दिनँ, तपाईँहरूलाई जानकारी गराएँ। र त्यसपछि यो एक्सर्साइज सकेर चाहिँ म मजाले नुहाउनको लागि निस्किन्छु र नुहाइदै गरेर तपाईँहरू देख्न सक्नुहुन्छ रेडी भएर अब बजार जानको लागि म रेडी हुँदैछु। यहाँबाट निस्किएर म यहाँ हाम्रो नजिकैको मार्टमा जान्छु सामानहरू किन्नलाई भाइहरूसँग। लेट्स सी, यो भाइको गाडी हो। भाइको गाडीमा चाहिँ हामी 4जना चाहिँ सामान किन्न जाँदैछौँ। अहिले हामी बाटोमा छौँ। बाटोमा गाडीमा ड्राइभिङ गरिरहेको छ भाइले। मार्टबाट फर्किसकेपछि मैले 100K को अकाउन्ट पर्चेस गरेँ र पर्चेस गरिसकेपछि तपाईँहरू देख्न सक्नुहुन्छ आज चाहिँ कुनै सेटअप नबनेको हुनाले अहिलेसम्म चाहिँ साँझ 6 बजीसम्म मैले यतिकै राखेको छु। मैले कुन सेटअपमा ट्रेड लिनेछु नेक्स्ट भिडियोमा अपडेट गर्नेछु। अहिलेको लागि थ्याङ्क यू सो मच।